सम्पूर्णमा नमस्कार। हिजो राति अर्थात् कार्तिक 15 गते राति अछामको साफे बगरमा आगलागी भएको छ र 6-7 वटा पसलहरू जलेर नष्ट भएका छन्। यसैगरी 2081 साल चैत 26 गते राति अछाम जिल्लाकै जयगढ बजारमा पनि आगलागी भएको थियो र त्यसमा 25 देखि 30 वटा पसलहरू जलेर नष्ट भएका थिए। यसैगरी 2082 2 महिना 23 गते बाजुराको बामका बजारमा दिउँसो 3 बजीतिर आगलागी भएको थियो र 13 वटा पसल पूर्ण रूपले र 7 वटा पसल आंशिक रूपले जलेका थिए। मैले यो डाटा किन लिएर आएँ आज भने पछिल्लो समय हाम्रा पसलहरू, हामीले गरेका व्यवसाय, विशेष गरी सुदूरपश्चिममा यो आगलागीका घटनाहरू अलिकति बढी भइरहेका छन्, बढेर गइरहेका छन्। यसमा एउटा के पनि देखिएको छ भने हाम्रो पसलमा आगो लाग्ने कारणहरू पछिल्लो समय समाजको विकास सँगसँगै यी हाम्रा आगलागीका कारणहरू पनि बढेर गएका छन्। पहिले हामी कसैले पनि पसलमा इन्भर्टर लगाउँदैन थियौँ, अहिले लगभग सबैकोमा इन्भर्टर छ। यी यावत कुराहरू हाम्रा घरहरू जति पुराना भए हाम्रा वायरिङहरू त्यति पुराना हुँदै जान्छन्, हाम्रो त्यता ध्यान पुगेको हुँदैन। यसरी आगलागीहरू चाहिँ बढिरहेका छन्। अनि एउटा कुनै साथीको पसल चाहिँ अलिकति सुरक्षित तरिकाले राख्नु भएको छ, सबै कुरामा ध्यान दिनुभएको छ भने पनि छिमेकीकोमा आगो लाग्यो भने उहाँकोमा आगो लाग्ने प्रबल सम्भावना हुन्छ, त्यो आगो पुग्ने प्रबल सम्भावना हुन्छ। त्यसैले पछिल्लो समय यो आगो लाग्ने क्रम बढेर गएका छन्, कारणहरू पनि बढेका छन् र घटना त भइहाल्छ। घटना भइसकेपछिको सुरक्षा पनि हामीले त्यतातिर पनि ध्यान दिन सकेका छैनौँ। अधिकांश साथीहरूले चाहिँ ब्याङ्कले बिमा गरेको छ भने मात्रै पसलको बिमा गर्नुभएको छ। आफै स्वैच्छिक तरिकाले मेरो धनको या मेरो पसलको व्यवसायको बिमा गर्नुपर्छ भनेर जाने साथीहरू धेरै कम हुनुहुन्छ। अब यो हामीले यो लापरवाही नगरौँ। अधिकांश घटनाहरू यसरी बढिरहेका छन्। एउटा सानो लापरवाहीले हामीले ठुलो क्षति बिहोर्नुपर्छ र धेरै साथीहरूले बेहोरिरहनु भएको छ। आगलागी भएर बजारै ध्वस्त भएका घटनाहरू सुनेका छौँ र हामीले हाम्रो व्यवसायको बिमा गर्ने बानी बसालौँ, हाम्रो ध्यान पुगिरहेको छैन। अझ सुदूरपश्चिमका पहाडी जिल्लाहरूका कतिपय ठाउँहरूमा त टिनले छाएको हुन्छ, टिनले नै बेरेको हुन्छ पसलहरू, एक आपसमा जोडिएका पसलहरू हुन्छन्। बामका बजारमा त्यस्तै थियो, जयगढमा त्यस्तै थियो, तपाईँको हिजो आगलागी भएको साफेमा त्यस्तै थियो। यसरी जोडिएर रहेका पसलहरू हुन्छन्। एउटामा लाग्यो भने तुरुन्त अरूमा सल्किने सम्भावना प्रबल हुन्छ। त्यसैले यति धेरै जोखिममा हामीले व्यवसाय गरिरहेका छौँ भने त्यो जोखिमको सुरक्षा थोरै रकमहरू पनि हामीले छुट्यायौँ भने सुरक्षा गर्न त्यतातिर अब ध्यान दिउँ। हामीले घटनालाई त घटनाबाट टार्न नसकौँला, तर हामीले त्यसपछिको केही सावधानीहरू अपनाउँ र आफूलाई अलिकति भए पनि सुरक्षित बनाऊ। घटना घटिसकेपछि सबैलाई नै गाह्रो हुन्छ। त्यसैले मैले यो एउटा सानो डाटा निकालेको थिएँ। मैले एउटा सरसल्लाह चाहिँ बिमा गर्ने भाइहरूसँग, साथीहरूसँग सरसल्लाह गर्दाखेरि मैले के पाएँ भने दैनिक 50 रुपियाँ हामीले बिमाको लागि, आफ्नो व्यवसायको बिमाको लागि दैनिक 50 रुपियाँ मात्रै छुट्याउने हो भने हामीले त्यो 50 रुपियाँले वार्षिक 50 लाख बराबरको चाहिँ हामीले बिमा गर्न सक्ने रहेछौँ। दैनिक 50 रुपियाँ छुट्याउँदा वार्षिक 50 लाख बराबरको हामीले बिमा गर्न सक्ने रहेछौँ। ऋण खाँदा मात्रै होइन, ऋण नखाँदा पनि हामीले आफ्नो व्यवसायको बिमा गर्ने बानी बसालौँ, जसले यस्तो भवितव्य घटनाहरू जुन आइपर्छ त्यसबाट हामीले बच्न साह्रै सजिलो हुन्छ। सबैले बेलैमा सचेत हौँ। घटना घटिसकेपछि हामीलाई सम्हालिन, फेरि पुरानो अवस्थामा आउन, उठ्नको लागि हामीलाई निकै गाह्रो हुन्छ। आजलाई मैले यति नै लिएर आएँ। फेरि भेटौँला। धन्यवाद।